Hello, welcome to my Mardi Himal trekking vlog. It's हाम्रो फर्स्ट डे रहेको थियो। हाम्रो ट्रेकिङ चाहिँ हामी हेटौडाबाट पोखरासम्म इबीमा गयौँ र पोखरादेखि चाहिँ प्रितम देवरालीसम्म जिपमा गयौँ र नेक्स्ट डे मर्निङ एट 7 o'clock देखि नै हामी ट्रेकिङ स्टार्ट गर्यौँ। हाम्रो आजको फर्स्ट डेको डेस्टिनेसन चाहिँ फरेस्ट क्याम्प हुँदै लो क्याम्पसम्म थियो। हामी चाहिँ कहिले नहिँडेको भएर होला यस्तो गाह्रो भइरहेको थियो। खास चाहिँ गाह्रो चाहिँ होइन, बाटो हामीलाई चाहिँ गाह्रो लागेको। हामीले चाहिँ स्टिक लानै बिर्सेको चाहिँ खास होइन, पछि किन होला भन्दा भन्दा प्रितम देवराली पुगिहाल्यौँ। प्रितम देवराली पुगेपछि त्यहाँ चाहिँ नपाउँदो रहेछ स्टिक नै। अनि त्यहाँको होटलको दिदीले नै स्टिक हामीलाई अभाइलेबल गरिदिनु भयो। उहाँले राखिरहनु भएको थियो क्यारे। उहाँलाई पनि थ्याङ्क यू भन्न चाहन्छु स्टिकको लागि। स्टिक बिना त हाम्रो यात्रा नै सहज हुने नै थिएन। यात्राको क्रममा चाहिँ हामीले एकदमै प्रकृतिसँग रमाउँदै एकदम खुसी साटासाट गर्दै अगाडि बढ्यौँ। एकदमै रमाइलो नै थियो। बाटो त्यस्तो खासै अप्ठ्यारो थिएन लो क्याम्पसम्म चाहिँ स्टार्टिङमा। त्यसपछि चाहिँ बिस्तारै बिस्तारै अलिक गाह्रो हुँदै गयो। कहिले नहिँड्ने मान्छेहरूलाई होइन, यति लामो बाटो 8 घन्टा 10 घन्टा यात्रा गर्दा गाह्रो नै हुन्छ। हामी तिनजना सबभन्दा लास्टमा क्याम्प पुग्यौँ है। हामी तिनजना चाहिँ लास्टै गाह्रो भएको थियो। जे होस् फर्स्ट डे हामीले बितायौँ, पुग्यौँ आफ्नो गन्तव्यमा। त्यसको लागि चाहिँ थ्याङ्क्स गड। थ्याङ्क यू फर वाचिङ।